म ढल्न सक्छु, पसारिन सक्छु, तर म घुँडा टेक्नेवाला छैन। मेरो शिर काटिन सक्छ, तर मेरो शिर झुक्नेवाला छैन। सरकार बन्ने बित्तिकै पहिलो निर्णय केपी ओली र रमेश लेखकलाई कार्की आयोगको निर्देशित प्रतिवेदनका आधारमा कारबाही गर्ने भन्ने निर्णय गरेर रातभरि कहिले पुलिस हेडक्वार्टर, कहिले अर्काको हेडक्वार्टर, कहिले महाधिवक्ताका कार्यालय, कहिले कहाँ कुदेर रातभरि तयार गरेर म त मेरो घरमा पक्राउ गर्न राति आउँदाखेरि छक्क परेँ। बिहान 5 बजेसम्म त मैले ढोका खोलिनँ। पुलिसलाई कति बेर मन लाग्छ त्यति बेर म ढोका खोलेर तैनात किन हुनु परेको छ? मैले जागिर खाइदिएको छ थोडा उनीहरूको, त्यसकारण। तर उनीहरूको बेलुकादेखि बाटाभरि सुस्ता र बुट सब के लगाएर तयार भएर तैनाथी हालतमा सबै बस्ने, हाई अलर्टमा बस्ने, के का लागि भन्दा गुन्डोमा गएर बसिराखेको केपी ओली भर्खर बुवाको 13 दिनको काम सकेर मुक्त मात्रै भएको केपी ओलीलाई तत्काल अहिले समाउनु पर्यो भन्दा रातभरि लाग्यो। त्यसका लागि त्यहाँबाट अपराध सुरु गर्यो। रमेश लेखक उहाँलाई गिरफ्तार गरी नगरी नहुने, त्यहाँबाट सुरु गर्यो। र आफै तस्बिर आफै बोल्छ भने जस्तो परिणामले देखाएको छ सरकारले मुद्दा चलाउने ठाउँ पनि पाएन, छोड्न पर्यो। त्यस यता सरकारको आधा काम अर्थकोला, आधा काम केपी ओली र रमेश लेखकलाई फसाउनै पर्छ, ठाउँ खोज भनेर कहिले के खोजिया छ, कहिले के खोजिया छ, कहिले के खोजिया छ। खोज्न सकेन भनेर पुलिस सरुवा गरेका छ, एक ठाउँको पुलिस सरुवा गरेका छ, खोज्न सकेन, फसाउन सकेन। तर म भन्न चाहन्छु, मैले पहिले पनि भनेको छु, म व्यक्तिगत तवरमा पनि म ढल्न सक्छु, पसारिन सक्छु, तर म घुँडा टेक्नेवाला छैन। मेरो शिर काटिन सक्छ, तर मेरो शिर झुक्नेवाला छैन। म हात उठाउनेवाला छैन। म अन्याय अत्याचारका विरुद्ध देश र जनताको पक्षमा लड्नका लागि 60 वर्ष अगाडि सङ्कल्प गरेर राजनीतिमा हिँडेको हुँ। त्यो सङ्कल्प मेरो अहिले अलिकति पनि कमजोर भएको छैन, अझ बलियो भएको छ। त्यसकारण मैले देखि मैले जानिकन देशको सार्वभौमसत्ता, देशको स्वाधीनता, भौगोलिक अखण्डता जस्ता कुराहरूमा कम्प्रोमाइज गर्दिन। प्रतिक्रियावादी शक्तिहरूको दमन, धाक धम्की, त्रास भएको वातावरणको सिर्जना आदि कुराहरूसँग पनि झुक्दिन। कतिपय मिडियामा एकछिन पछिदेखि देख्नुपर्छ केपी ओलीको दम्ब जस्ताको तस्तै। यो दम्ब होइन, देशप्रतिको प्रेम हो, यो झुक्दैन। त्यसकारण सबैले बुझे हुन्छ यो।